हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज बिहान म छिटै उठेको थिएँ। आज ट्युसडेको दिन बिहानै उठेर नुहाएपछि मोइस्चराइजर र सनस्क्रिन लगाउनु परिहाल्यो। त्यसपछि मैले भगवानलाई बत्ती बालेँ। त्यसपछि आएर तातो पानी खाएँ, चिसो भएको भएर शरीर नुहाएको भएर माथि घाममा गएर एकछिन तापेँ। भोलि चाहिँ म बेलुका पार्टीमा जानु छ, त्यही भएर त्यसको लागि ड्रेस हेरिरहेको यो चाहिँ। अनि अलिकति लुगा धोएँ। दिउँसो मैले यो नट्सहरू खाएँ। खाँदै दिदीहरू आइपुग्छ थियो अनि हामी सबैजना भएर अस्ति बिहे भएको मेरो फुपू दिदीको छोराको भिडियोहरू हेऱ्यौँ। अनि बेलुका भइसकेको थियो, त्यही भएर मैले दिदीहरूलाई घर पुऱ्याउन गएँ। घर पुऱ्याएर आइसकेपछि बेलुका भगवानलाई बत्ती बालेँ अनि आलु फ्राई गरेर खान मन लागिरहेको थियो, त्यही भएर आलु फ्राई गरेँ अनि आमालाई खाना दिएँ। त्यसपछि मैले पनि खाना खाएँ अनि आमालाई औषधिहरू दिएँ। औषधि दिइसकेपछि भाँडा माझ्न परिहाल्यो। भाँडा माझेँ अनि यसरी नै बित्यो मेरो आजको दिन चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन द नेक्स्ट वान। बाई बाई, लभ यू।